हेलो गाइस र म चाहिँ यहाँनिर सुतिरहेको थिएँ जबरजस्ती मलाई राति उठायो है किन भन्दा चाहिँ नाना बहिनीहरूले चाहिँ झालमुरी बनाउँदो रहेछ नि त यति राति सो मलाई उठ्नु मन उठाएँ होइन झालमुरी खान उठेँ है के गर्दो रहेछ देखाउँछु ल तपाईँलाई यहाँ चाहिँ मेरो चारजना चाहिँ बसिरहेछ यहाँ चारजना छ यता हो यता हेर्नु नि यता चाहिँ तिनजना छ अन्त यसरी बनाउँदैछ बुइलु मिठो भयो राति मलाई उठाएर जबरजस्ती मलाई चाहिँ उठाएर हेर गाइस हो यसरी खुवाउँदैछ वाउ हेर यहाँनिर गाइस एक्लै बजाउला जस्तो छ त बुइ खोर्सानी चाहिँ कति लगायो भक्कु लगाएर खोर्सानीको साथमा ऊ तिनजना दुईजना चाहिँ पर लेनौ भन्दैछ हो यो बोकेर जाँदैछु गाइस हेर है म पनि किन ल्याउनु लेकीले पार्छ शरम पनि छैन है लेकीले पार्छ दिदी चाहिँ फेरि बिजी चाहिँ खानु के हो पनि गिल्लो हो कि सुक्खा हो झालमुरी चाहिँ हो मिठो भएछ गाइस यो खाएर चाहिँ मेरो रुगा मार्जी चाहिँ एकदम चट्टै भयो मेरो कोभिड पो त स्नेहाले कोभिड लिएर आएको थियो थाहा छ एक दिन त्यही बिमार भयो एक दिन चाहिँ ज्वरो आयो होइन मलाई अझै स्टिल भेटिरहेको छ पिरो चाहिँ गाइस एकदम डरलाग्दो छ डरलाग्दो छान्दै खानुपर्छ म त रुगा अब सबैलाई साथ दिन्छ मलाई भेटिसक्यो सर्दैन आफूले मेरो फोनमा मेसेज गरेछ खाउन प्रशंसा प्योर खाइ त हेरै गाइस एम्टी बनाए बेसी त खाने यही हो है बनाउने पनि यही हो खाने पनि यही हो पिरो भन्ने चाहिँ आयाम भन्दैन नि त पिरो चाहिँ कहाँ गएर चाहिँ को अझै पनि खाने नै भन्दैछ र एक भाडा चाहिँ सक्यो हो अझै कहाँ गएर खाने अरे उका जानु गाडी निस्क्या गाडी चाहिँ नडुला यसो तिमी त पुरा भिड हुन्छ हौ हेर न अझै खाने नै भन्दैछ दुईजनाले यति खाएर कसरी खाएको अरे यो चाहिँ बिस्तारी खाएको अरे सकेर चाहिँ अब यो चाहिँ लास्ट एन्ड अरे कि अझै डाइरिया चाहिँ नहोस् त्यति हो खोर्सानी खाने पनि यही हो बनाउने मान्छे सुँग्दैछ त अहिले बेसी भएर त यसो गर्दै गनाएको म हेऱ्यो गनायो भने म खान्छु नि तर डाइरिया चाहिँ भोलि जोड हुन्छ तर यो को त्यो हस्पिटलमा टोइलेट पनि जान्दिनँ हो त जान्दिँदैन है आइज लुत्त भनेर हामीले मैला बनाउँछ अरे अनि जोड पनि जान्दिँदैन नर्सहरूको हालत चाहिँ यस्तो हुन्छ है कुम सिस्टर मैले म्याम भन्नु अरे हौ तर यहाँ छैन गभर्मेन्टले हामीलाई उयो नर्सिङ अफिसर घोषित गरेको अब म्याम भन्नु पर्दैन तिमीहरूले अरे अन्त के भनिस् तेरो बाबालाई त्यहाँ त बोलाएन मैले फोटो त्यहाँ त बोलाएन मैले यस्तो गर्दाखेरि पेसेन्टले पो बोलाएर सिस्टर अरे हौ यस्तो गर्दाखेरि जाँदो रहेछ भर्खेर त्यसको पेट मिलाउनु हाल्यो म घरमा बनाउँदिनँ साला चाक भन्दैन मेरो